एकैछिन यो भिडियो हेर्नुहोस्। कर्णाली प्रदेशको दुईटा जिल्लामा जुम्लाको सिजा र मुगुको गमगढी बजारमा भएको यस महोत्सवमा पल्सा नायक पल्सा डान्सर मोडेल पल्साको व्यापक प्रस्तुतिमा जुम्लाको सिजामा अत्याधिक मन पराएको पात्र भनेकै पल्सा नायक पल्सा हुन् भने मुगुको रारा महोत्सवमा पनि अत्याधिक मन पराएका र अत्याधिक रुचि भएको पात्र पनि डान्सर अथवा नायक डान्सर मोडेल पल्सा नै हुन्। यति धेरै माया हुँदा पनि जुम्लाको सिजा र मुगुको रारामा कुनै पनि फिल्म हल बनेको छैन। प्रमुख कुरो यो छ कि जुम्ला र मुगुमा पल्सा अथवा डान्सर मोडेल नायक पल्साको यति धेरै फ्यानहरू हुनुहुन्छ तर उहाँलाई पनि फिल्म हेर्ने धोको होला। तर विडम्बना कर्णाली प्रदेशमा रहेका यी दुई जिल्लाहरूमा अहिलेसम्म पल्साको फिल्म कुनै पनि प्रदर्शन भएको छैन र फिल्म हेर्ने हलको पनि व्यवस्था छैन। बुढादेखि बच्चासम्म रहेका पल्सा नायक पल्साका फ्यानहरू प्रत्यक्ष पल्साको फिल्म अहिलेसम्म हेर्न पाएका छैनन्। जति हेरे युट्युबमा हेरे भिडियोमा हेरे टिकटकमा हेरे रिल्सहरूमा हेरे तर प्रत्यक्ष हलमा गएर फिल्महरू अहिलेसम्म नि हेर्न पाएका छैनन्। किनकि यसको प्रमुख कारण भनेको सिन्जामा कुनै हल छैन र मुगुमा पनि कुनै हल छैन। मुगुका दाजुभाइ लगायत नेपालवासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरूले पल्सा नायक पल्साको लाइभ फेसबुकमा हेर्दै हुनुहुन्थ्यो। विडम्बना सिन्जाको कुरा गरौँ या कर्णाली प्रदेशकै कुरा गरौँ न त राम्रोसँग मोबाइलमा टावर आउँछ न त राम्रोसँग बत्ती नै बल्छ। दर्शकबिन श्रोताहरू तपाईँले स्वागत छ जुम्ली भोइस मिडियामा। यतिखेर शुद्ध खतरा बस मेरो कुराको सञ्चालक रङ्ग बहादुर भण्डारीको तर्फबाट स्वीकार्नुहोस्। नमस्कार। आज म कुरा गर्न गइरहेको छु कर्णाली प्रदेशका मुख्यमन्त्रीज्यू प्लिज एकपटक तपाईँ सिन्जा आउनु भएको थियो र मुगु पनि जानु भएको थियो रातल पनि घुम्नु भएको थियो। कृपया तपाईँको मोबाइलमा टावर आएको थियो कि थिएन यो चेक गर्नुभयो कि नै, ठाउँ ठाउँमा बत्ती बलेको थियो कि थिएन यो चेक गर्नुभयो कि नै, अनि तपाईँलाई बाटोमा हिँड्दा सहज यात्रा भयो कि असहज यात्रा भयो यो तपाईँले चेक गर्नुभयो कि नै। जब पल्सा नायक पल्साको फेसबुक पेज अथवा फेसबुक आइडीबाट लाइभ प्रदर्शन भएको थियो त्यति बेला म लाइभ हेर्न गएँ। विडम्बना सिङ्गल नै आएको थिएन किनकि 5 मिनट लाइभ देखिरहेको थियो भने 5 मिनट लाइभ अटिरहेको थियो। कस्तो विडम्बना छ यो कर्णाली प्रदेशमा। कर्णाली प्रदेशका मुगु जिल्लाका सांसदज्यू जुम्ला जिल्लाका सांसदज्यू कृपया ध्यान आकाश छोड्की नेपाल टेलिकमको टावरमा केही अपडेट भएको छ अनि पनि अपडेट गर्नुहोस्, माग गर्नुहोस्, सञ्चार मन्त्रालयमा जानुहोस्। तपाईँलाई जुम्ली जनताले आफ्नो पर्सनल हस्ताक्षरमा होस्, आफू मात्रै विकसित होस्, आफूले मोज गरोस् भनेर भोट दिएका होइनन्। कृपया जनताले पनि सुख पाउनु पर्यो, शान्ति पाउनु पर्यो, नयाँ टेक्नोलोजीको पनि युज गर्न उपयोग गर्न पाउनु पर्यो। त्यही भएर न त सिन्जामा टावर आउँछ न त मुगु राराको छेउछेउमा पनि पल्सा नायक पल्सा गरेर लाइभ बस्नु भएको थियो। लाइभ घोडा चढेको लाइभ हेर्दै टिकटकमा पनि लाइभ पुस भयो किनकि रारामा नेट चले पनि सबै ठाउँमा नेट चल्छ भन्ने हुँदैन। त्यही भएर सक्दो प्रयास नेपाल टेलिकमको टावरलाई अपग्रेड गराउनुहोस्। आजको भिडियोमा यति नै। तपाईँले कस्तो लागेको भिडियो त्यो सुझाव सल्लाह पत्रिका दिन नभुल्नु होला। जय नेपाल, जय राष्ट्र, जय जनता।